नमस्कार। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय ललित कला प्रदर्शनी 2081 को आयोजना गरेको छ र यो प्रदर्शनीमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई सर्वप्रथम हार्दिक स्वागत गर्दै ललित कला प्रज्ञा प्रतिष्ठान अनुसन्धान सिर्जना र सम्मान यो भावमा रहेर यस वर्ष सामाजिक रूपान्तरण ललित कलाको अभियान विषयमा हामीले राष्ट्रिय ललित कला प्रदर्शनीको आयोजना गरेका छौँ। यो प्रदर्शनी देशका 7 प्रदेशमा सम्पन्न गरेर अहिले सङ्घीय राजधानीमा केन्द्रीय स्तरको प्रदर्शनी गर्न गइरहेका छौँ। यो प्रदर्शनीसम्म आइपुग्दा लगभग 100,000 कलाकारहरूको सहभागिता 7 प्रदेशमा रह्यो र त्यसबाट छनौट भएर करिब 500 कलाकारका कलाकृतिहरू यो प्रदर्शनीमा राखिएको छ। यो प्रदर्शनी नेपाली ललित कला क्षेत्रको एउटा महाउत्सवको रूपमा पनि हामीले लिने गरेका छौँ। विगत 13 वर्षदेखि निरन्तर रूपमा चलिरहेको यो प्रदर्शनीले नेपाली कलाका विभिन्न आयामहरूलाई विभिन्न विधाहरूलाई जोड्दै कलाकारहरूलाई केन्द्रित गरिरहेको छ। स्थानीय तहदेखि केन्द्रसम्म र विश्व स्तरसम्म जान पनि यो प्रदर्शनीले विगत 13 वर्षदेखि सहयोग पुर्याइरहेको छ र नेपाली कलालाई नेपाली पहिचानलाई विश्व स्तरमा चिनाउन मद्दत गरेको छ। आज हामी यही प्रदर्शनीको सिलसिलामा जुटेका छौँ र हाम्रो कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको निम्ति हामीलाई महत्त्वपूर्ण समय उपलब्ध गराएर नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका संरक्षक एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ हामीमाझ आइपुग्नु भएको छ। उहाँलाई पनि स्वागत गर्न चाहन्छौँ र राष्ट्रिय ललित कला प्रदर्शनी 2081 को यो उद्घाटन सत्रको सभा अध्यक्षता ग्रहण गरिदिनु हुन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका आदरणीय कुलपति नारदमणि हार्तमछालीलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी प्रमुख अतिथिको आसन ग्रहणका निम्ति प्रतिष्ठानका संरक्षक माननीय संस्कृति मन्त्री हितबहादुर तामाङलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहणका निम्ति नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा अरनिको राष्ट्रिय ललित कला सम्मान प्रज्ञा सम्मानद्वारा सम्मानित अग्रज व्यक्तित्व कलाकार किरण मानन्दरज्यूलाई अगाडि अग्रस्थानमा आएर आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहणका निम्ति नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा राष्ट्रिय ललित कला प्रदर्शनीका कार्यकारी समिति संयोजक लालकाजी लामालाई अनुरोध गर्दछु। मैले आसन ग्रहणको क्रमलाई जोड्दै जानेछु। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्यज्यूहरू, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्यज्यूहरू, यसै गरी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्यज्यूहरू हिसान समाललाई देखेको छु, मैले आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यसै गरी नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति ठाकुर प्रसाद मैनाली उहाँलाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। श्याम बदन श्रेष्ठ अरनिको प्रज्ञा सम्मान प्राप्त गर्नुहुने कलाकार रमेश बुढाथोकी कमल प्रमुख हरिवन नगरपालिका उहाँलाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। डाक्टर धनप्रसाद सुवेदी नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, कुष्मा महरा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका
सदस्य सचिव, काठमाडौँ महानगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष भरतलाल श्रेष्ठ, उहाँलाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यसै गरी प्राज्ञ निमा लामा बल्ला यथास्थानमा आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। एससी सुमन आसन ग्रहणका निम्ति मिथिला देवी यादव, शङ्करनाथ रिमाल सरलाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यज्यूहरू, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यज्यूहरू, त्यसै गरी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यज्यूहरूलाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डाक्टर सुरेश सर श्रेष्ठ, यसै गरी हेमराज तामाङ, विद्या उपाध्याय नेउपाने अध्यक्ष नेपाल बाल सङ्गठन आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। म्याम अगाडि। अग्रज कलाकार कृष्ण मानन्दर, उहाँ छनौट मूल्याङ्कन समितिको सदस्य पनि हुनुहुन्छ। प्रवीण कुमार श्रेष्ठ, लोक चित्रकार पूर्णकाजी साके, साइला लामा मङ्गल आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। डाक्टर सीमा शर्मा शाह, मिथिला देवी यादव, सरिता डङ्गोल, राजन काफ्ले, रविन्द्र साके, डाक्टर कृष्ण सर्वाहारी। यसै गरी शहीद कलाकार अनिल लामा स्मृति ललित कला पुरस्कार प्राप्त गर्नुहुने कलाकार प्राज्ञ भुवन थापा, उहाँलाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यसै गरी शहीद कलाकार अग्रस्थानमा आएर आसन ग्रहणका निम्ति अनुरोध गर्दछु भुवन थापा। यसै गरी शहीद कलाकार बाबुराम लामा स्मृति ललित कला पुरस्कारबाट सम्मानित हुनुहुने कलाकार लक्ष्मण भुजेल, उहाँलाई पनि अगाडि आएर आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। ललित कला लेखन पुरस्कार प्राप्त गर्नुहुने कला लेखक समीक्षक ज्ञानेन्द्र विवश, उहाँलाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यसै गरी ललित कला प्रवर्धन सम्मान यसपटक हामीले संस्थालाई गरेका छौँ। नेपाल व्यावसायिक कलाकार सङ्घका अध्यक्ष आइबी मल्ल, उहाँलाई पनि अगाडि आएर आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। ललित कला पत्रकारिता पुरस्कार प्राप्त गर्नुहुने पत्रकारद्वय रेणुका ढकाल र सुकृत नेपाललाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु, यता अगाडि आएर आसन ग्रहणका निम्ति। यसै गरी ललित कला सर्वोत्कृष्ट राष्ट्रिय ललित कला पुरस्कार प्राप्त गर्नुहुने सुरेश लवट तुलाधर अगाडि आएर आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यसै गरी आसन ग्रहणका निम्ति प्राज्ञ रमेशनाथ खनाल, उहाँलाई पनि अनुरोध गर्दछु। यसै गरी सुनापति प्रज्ञा प्रतिष्ठानका उपकुलपति मानबहादुर दोङ, उहाँलाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। मैले पुरस्कृत व्यक्तित्वहरूको नाम लिनेछु, उहाँहरू आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ शरण कुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डङ्गोल, परम्परागत मूर्तिकलातर्फ सुमन साक्य, हस्तकलातर्फ विनोद कुमार वज्राचार्य, लोककलातर्फ विजय कुमार दत्त कायस्थ, प्रतिस्थापन कला टासी सलका शेर्पा, कला फोटोग्राफी रामगोपाल श्रेष्ठ। यस्तै प्रादेशिक उत्कृष्ट ललित कला पुरस्कार पाउने कलाकारहरू कोशीबाट सामना राई, मधेसबाट बिगुल ढकाल, बागमतीबाट अनमोल रत्न तुलाधर, यसै गरी गण्डकीबाट मिमबहादुर राणा मगर, लुम्बिनीबाट आकाश बुढा मगर, कर्णालीबाट टोपेन्द्र डाँगी, सुदूरपश्चिमबाट महेन्द्र पुन। यसै गरी प्रादेशिक विधागत ललित कला पुरस्कार पाउने कलाकारहरू समसामयिक चित्रकलातर्फ कोशीबाट सोनी राई, मधेसबाट मनु कुमार चौधरी, त्यसै गरी बागमतीबाट सुदीप कुमार बस्याल, गण्डकीबाट सुदिन श्रेष्ठ, कर्णालीबाट सुभाष कुमार साक्य, सुदूरपश्चिमबाट यशोदा कुमारी सिंह, ज्ञानेन्द्र विवश
ज्यूलाई अगाडि आएर आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यसै गरी समसामयिक मूर्तिकलातर्फ कोशीबाट टिकाराम पौडेल, शशि किरण, बागमतीबाट जुनु खनाल शर्मा, गण्डकीबाट रिहाना परियार, लुम्बिनीबाट हरिबहादुर थापा, कर्णालीबाट कौशीबहादुर बुढा। यसै गरी परम्परागत चित्रकलातर्फ कोशीबाट गणेश लामा, मधेसबाट सोनम सिंह भुलोन, बागमतीबाट शङ्खनारायण श्रेष्ठ, गण्डकीबाट विचार सिंह तामाङ मनोज, कर्णालीबाट लारप रोकाया। यसै गरी परम्परागत मूर्तिकलातर्फ कोशीबाट कमलेश लिम्बू डिएगो, बागमतीबाट कृष्ण गोपाल गारू। हस्तकलातर्फ कोशीबाट शिव छाङछा राई, मधेसबाट रुना झा, बागमतीबाट राजीव महर्जन, लुम्बिनीबाट शुभेच्छा चौधरी, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट सीता राणा। यसै गरी लोककलातर्फ कोशीबाट विष्णुप्रसाद चौधरी, मधेसबाट बिना कुमारी कर्ण, बागमतीबाट अमन कटवाल, लुम्बिनीबाट सिकन्दर चौधरी। अन्य वास्तुकला तथा अन्य सृजनात्मक बहुआयामी कला विधा अन्तर्गत कार्टुनमा व्यङ्ग्य चित्रमा गण्डकीबाट महेश बस्ताकोटी, प्रतिस्थापन कलामा बागमतीबाट रविन्द्र कुमार श्रेष्ठ। यसै गरी कला फोटोग्राफीमा कोशीबाट सनम तामाङ, कला फोटोग्राफीमा बागमतीबाट प्रेम थापा, कला फोटोग्राफी लुम्बिनीबाट नारायण विक। यसै गरी कला फोटोग्राफीमा सुदूरपश्चिमबाट माधव ओझा। विद्यार्थी ललित कला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट अभिषा घिमिरे, मधेस प्रदेशबाट आरती कुमारी शाह, बागमती प्रदेशबाट रमिता तामाङ, गण्डकी प्रदेशबाट सपना नेपाली, लुम्बिनीबाट सोनु महर्जन हरिजन, सुदूरपश्चिम प्रदेशबाट रोशन भण्डारी। यसै गरी उपस्थित अग्रज तथा अन्य विशिष्ट कलाकार महानुभावहरू, पत्रकार तथा अन्य महिला तथा सज्जनवृन्दलाई यथास्थानमा आसन ग्रहणका निम्ति अनुरोध गर्दै मैले फेरि पनि अरनिको राष्ट्रिय ललित कला प्रज्ञा सम्मान प्राप्त गर्नुहुने हस्तकलाकार श्यामबदन श्रेष्ठज्यूलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गर्नका निम्ति नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के कर्मचारी उहाँलाई पनि आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले पहिलो पटक प्रदेश स्तरमा 7 प्रदेशमा प्रादेशिक प्रदर्शनी सम्पन्न गरेर केन्द्रीय स्तरमा प्रदर्शनी गर्न गइरहेका छौँ। उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रहरी उपरीक्षक विश्वराज खड्का उहाँलाई पनि आसन ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। हामीले यस वर्ष प्रत्येक सबै प्रदेशमा विधागत ढङ्गले पुरस्कार गरिने तयारी गर्यौं। त्यस्तै सर्वोत्कृष्ट केन्द्रमा सर्वोत्कृष्ट र प्रदेशमा उत्कृष्ट पुरस्कार हामीले यो नयाँ ढङ्गले व्यवस्था गरेका छौँ। यो प्रदर्शनीले साँच्चीकै नेपालको कलालाई स्थानीय तहबाट केन्द्र हुँदै विश्वमा लैजाने, विश्व नेपाली कलालाई नेपाली पहिचानलाई स्थापित गर्नको निम्ति महत्त्वपूर्ण भूमिका खेल्ने हामीले विश्वास लिएका छौँ। हामी सुरुमा राष्ट्रगानबाट कार्यक्रमलाई औपचारिक ढङ्गले अगाडि बढाउँछौँ। राष्ट्रगानको लागि
प्राविधिक मित्रहरूलाई हार्दिक अनुरोध गर्दछु। सार्वभौम भई फैलिएका मेची महाकाली सायौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, कलाकार, सम्मानित, पुरस्कृत, सहभागी सम्पूर्ण महानुभावहरूमा स्वागत मन्तव्यका लागि नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं राष्ट्रिय ललित कला प्रदर्शनीका कार्यकारी समितिका संयोजक लालकाजी लामालाई अनुरोध गर्दछु र हाम्रो यो क्युरेटिङको जुन जिम्मा लिनुभएको छ प्राज्ञ प्रदीप साक्य, उहाँलाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। मैले हाम्रो अग्रज कलाकार, हाम्रो निर्णायक समितिका मूल्याङ्कन समितिका सदस्य कृष्ण मानन्दर, उहाँलाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। धन्यवाद उद्घोषक मित्र तथा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवज्यू। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय ललित कला प्रदर्शनी 2081 का सभाध्यक्ष माननीय कुलपति नारदमणि हार्तमशालीज्यू, प्रमुख अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङज्यू, पूर्व कुलपति द्वय किरण मानन्दर, के कर्मचारी सर लगायत ड्यासमा आसीन सम्पूर्ण विशिष्ट महानुभावहरू, मेरो अग्रभागमा रहनुहुने आदरणीय अग्रज कलाकारहरू, सम्पूर्ण कलाकार साथीहरू, पुरस्कृत र सम्मानित हुनुहुने सम्पूर्ण कलाकार साथीहरू, पत्रकार मित्रहरू, यसै प्रज्ञा प्रतिष्ठानका कर्मचारी साथीहरू र हामीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने तमाम कलालाई माया गर्नुहुने तमाम आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा सर्वप्रथम अभिवादन गर्दै यस कला प्रदर्शनीको समुद्घाटन समारोहमा स्वागत गर्न चाहन्छु। निकै लामो समयदेखि ललित कला क्षेत्रले गर्दै आएको यो एउटा महत्त्वपूर्ण कार्यक्रम मध्येको महत्त्वपूर्ण कार्यक्रम हो। यसको स्थापना कालदेखिको यसले यो राष्ट्रिय कला प्रदर्शनी गर्दै आएको छ। बीचमा यसको संरचना पहिला ललित कला संस्था नाफा थियो, त्यसपछि प्रज्ञा प्रतिष्ठान भएपछि यो पछिल्लो समयमा ऐन बनेर प्रतिष्ठान भएपछि हामीले त्यसैबाट गन्नुपर्ने होला राष्ट्रिय कला प्रदर्शनी यो एकाडेमीको चाहिँ भन्ने लाग्छ मलाई। त्यो हामी कन्फ्युजनमा अझसम्म के चाहिँ गर्ने भनेर यतियौं कला प्रदर्शनी भनेर विगतदेखिको राष्ट्रियलाई गन्ने कि
अब हामी स्थापना भएदेखिकोलाई गन्ने भनेर त्यसलाई चाहिँ टुङ्ग्याएको छैन। सायद मलाई लाग्छ यतिका कलाकारको यो भेला जमातमा चाहिँ मैले यति कुरा जानकारी गराउँदा चाहिँ ऐन पास भएपछिको एकाडेमी गठन भएपछिको राष्ट्रिय कला प्रदर्शनीहरूलाई गनेर यसको चाहिँ यतिऔँ कला प्रदर्शनी भन्नुपर्छ होला भन्ने लागेको छ। यो चाहिँ हामी बहस र छलफल गर्दै सभाले टुङ्ग्याउनुपर्छ होला। यो मैले सामान्य इतिहास र वर्तमानसम्मको अलिकति मात्रै जानकारी गराएँ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान यो आजका आजै यो यहाँसम्म आइपुगेको होइन। यसको इतिहास लामो छ। इतिहासप्रति हामी सम्मान गर्छौँ, गर्व गर्छौँ र इतिहासले दिएको कार्यभारहरू हामी त्यसलाई स्वीकार्दै अझ राम्रो गर्ने, वर्तमानलाई राम्रो बनाउने, वर्तमानमा राम्रो गर्ने र भविष्यलाई राम्रो बनाउने अभियानमा हामी जुटिरहेको छौँ। त्यो अभियान अन्तर्गत हामीले ललित कला प्रज्ञा प्रतिष्ठान अनुसन्धान सिर्जना र सम्मान भनिरहेको छौँ। अनुसन्धान बिना सिर्जनाको अनुसन्धान बिना अनि तिनको सम्मान बिना, स्रष्टाहरूको सम्मान बिना यो क्षेत्रलाई अगाडि बढाउन सकिन्न। त्यसैले हामी यो सम्मान, सिर्जना, अनुसन्धान यो विषयहरूलाई हामी उठान गरिरहेको छौँ। नेपाली परम्परागत रैथाने शिल्प कला ज्ञानहरू जुन हिसाबले हिजोको इतिहासको कालखण्डमा पछाडि पारियो, विभिन्न कारणले पारियो, त्यसलाई उठाउने हिसाबले हामीले यसको पुनर्जागरण पनि भनेको छौँ। पाश्चात्य कलाको निरन्तरता छँदैछ, हाम्रो परम्परागत ज्ञान शिल्पहरूको निरन्तरता होइन, त्यसको चाहिँ नै पुनर्जागरण गर्नुपर्ने आजको आवश्यकता हो। त्यही अनुरूप हामीले हाम्रो कर्महरूलाई अगाडि बढाइरहेको छौँ। मलाई यहाँ लामो समय छैन, मन्त्रीजीको टाइम असाध्यै प्याक छ। म त्यसलाई मध्यनजर गर्दै यहाँहरूको महत्त्वपूर्ण समय आज चाहिँ हामी अर्कै विषयमा गर्ने हो। कलाको विभिन्न छलफल बहस गर्दै जाउँला। यसको उन्नयनको लागि हामी फेरि पनि भालाकुसारी गर्दै जाउँला। धेरै कुराहरू यहाँ नराखिकन यो कार्यक्रमलाई सफल पार्नको लागि यहाँहरू सम्पूर्णको उत्तिकै भूमिका रह्यो। त्यसको लागि म सम्पूर्णलाई मेरो यो कार्यकारी संयोजकको राष्ट्रिय ललित कला प्रदर्शनी कार्यक्रमको संयोजकको हिसाबले मैले यहाँहरू सम्पूर्णलाई धन्यवाद पनि दिनुपर्छ। छनौट समिति, निर्णायक समिति, क्युरेटिङ टिम, विभिन्न समिति उपसमितिमा बसेर अहरत्र खट्नुहुने सम्पूर्ण साथीहरूलाई धन्यवाद पनि दिन चाहन्छु। साथसाथै सम्पूर्ण पुरस्कृत सम्मानित व्यक्तित्वहरूलाई बधाई पनि दिन चाहन्छु। यिनै कुराहरू राख्दै म यहाँहरूलाई स्वागतम गर्न उभिएको मात्र हुँ। म त्यसैले यहाँहरू सम्पूर्णलाई स्वागतम भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। हस्, धन्यवाद। धन्यवाद स्वागत मन्तव्यका लागि उपकुलपति एवं राष्ट्रिय ललित कला प्रदर्शनीका कार्यकारी समितिका संयोजक लालकाजी लामालाई मैले आसन ग्रहणका निम्ति नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटालाई अनुरोध गर्दछु। रामप्रसाद सापकोटा। यसै गरी अग्रज कलाकार नरेन्द्र बहादुर श्रेष्ठ उहाँलाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। हाम्रो मूल्याङ्कन समितिका सदस्य पूर्णकाजी सर उहाँलाई पनि आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। हामी कार्यक्रमको महत्त्वपूर्ण सङ्घारमा छौँ। यो कार्यक्रमको विधिवत रूपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिदिनु हुन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका संरक्षक एवं माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई हार्दिक यसै गरी राष्ट्रिय ललित कला प्रदर्शनी 2081 को क्याटलग परिचय पुस्तिका विमोचनका लागि पनि प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्छु। यसैबीच नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका मानार्थ प्राज्ञ सदस्य एवं अग्रज कलाकार हरिप्रसाद शर्मा उहाँलाई आसन ग्रहणका निम्ति हार्दिक अनुरोध।
धन्यवाद। अब हामी कार्यक्रमको महत्त्वपूर्ण क्षणमा छौँ। यो वर्ष नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले अरनिको राष्ट्रिय ललित कला प्रज्ञा सम्मानबाट नेपाली कला क्षेत्रमा लामो समयदेखि 5.5 दशकभन्दा लामो समयदेखि निरन्तर रूपमा लागिरहनुहुने अभियानको रूपमा सिर्जनाको रूपमा लाग्नुहुने र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको पहिलो कुलपति किरण मानन्दर उहाँलाई यस वर्ष नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले अरनिको राष्ट्रिय ललित कला प्रज्ञा सम्मानद्वारा सम्मान गर्दैछ। त्यो सम्मान ग्रहणका निम्ति अनुरोध गर्दछु र प्रमुख अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई हार्दिक अनुरोध गर्दछु। यो वर्ष हामीले यो पुरस्कारको यो सम्मान स्वरूप 1,50,000 रुपियाँ पनि प्रदान गर्न गइरहेका छौँ। मैले आसन ग्रहणका निम्ति नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदीलाई अगाडि आएर आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यसैगरी जनसांस्कृतिक महासङ्घ राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। डाक्टर सुवेदी सरलाई अगाडि आएर आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यसैगरी 5.5 दशकभन्दा लामो समयदेखि नेपाली कला क्षेत्रमा निरन्तर साधनारत अग्रज कलाकार किरण मानन्दर उहाँको सम्मान नेपाली कला क्षेत्रकै सम्मान हो। यसैगरी नेपाली कला क्षेत्रमा विशेष गरी हस्तकलाको क्षेत्रमा 5.5 दशकभन्दा लामो समयदेखि साधनारत अभियानको रूपमा देशका 75 जिल्लामा पुगेर हस्तकलाको प्रवर्धनका निम्ति लाग्नुहुने श्याम बदन श्रेष्ठ उहाँलाई पनि सम्मान ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। यो सम्मान स्वरूप हामीले 1,50,000 रुपियाँ पनि प्रदान गरेका छौँ। यस वर्ष हामीले 2वटा पुरस्कार थपेका छौँ। शहीद कलाकार अनिल लामा स्मृति ललित कला पुरस्कार प्राज्ञ भुवन थापा उहाँलाई सम्मान ग्रहणका निम्ति हार्दिक अनुरोध गर्दछु। यसैगरी शहीद कलाकार बाबुराम लामा स्मृति ललित कला पुरस्कारबाट सम्मानित हुनुहुने लक्ष्मण भुजेल उहाँलाई पनि सम्मान ग्रहणका निम्ति अनुरोध गर्दछु। यो पुरस्कारको राशि 50,000 रहेको छ। 50,000 आसन ग्रहणका निम्ति नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति रागिनी उपाध्यायलाई अनुरोध गर्दछु। अगाडि आएर आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। यस वर्ष ललित कला लेखन पुरस्कारबाट सम्मानित हुनुहुने कला लेखक कला समीक्षक कलाकार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पूर्व ज्ञानेन्द्र विवश उहाँलाई पनि पुरस्कार ग्रहणका निम्ति अनुरोध गर्दछु। यस वर्ष ललित कला लेखन पुरस्कारको राशि 60,000 रुपियाँ रहेको छ। यस वर्ष हामीले 2 जना पत्रकारलाई ललित कला पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेका छौँ। पत्रकार रेणुका ढकाल र सुकृत नेपाल उहाँहरूलाई पनि पुरस्कार ग्रहणका लागि अगाडि आइदिनु हुन अनुरोध गर्दछु। र यस वर्ष
यो पुरस्कारको राशि 33,000 रुपियाँ रहेको छ। हामीले यस वर्ष ललित कला प्रवर्धन सम्मानबाट संस्थालाई सम्मान गर्न गइरहेका छौँ। नेपालको कला क्षेत्रमा विशेष गरी व्यावसायिक कलाको क्षेत्रमा करिब 28 वर्षदेखि 3 दशकदेखि संस्थागत ढङ्गले देशका विभिन्न जिल्लामा रहेर कलाको प्रवर्धनका निम्ति काम गर्ने संस्था नेपाल व्यावसायिक कलाकार सङ्घ, नेपाल कमर्सियल आर्टिस्ट सङ्घलाई कला प्रवर्धन सम्मानबाट सम्मान गर्न गइरहेका छौँ र यो सम्मान ग्रहणका निम्ति सङ्घका अध्यक्ष, केन्द्रीय अध्यक्ष आइबी मल्ललाई अगाडि आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यस वर्ष राष्ट्रिय ललित कला प्रदर्शनी 2081 को क्युरेटर यो प्रदर्शनीलाई राम्रो बनाउनको निम्ति अहोरात खट्ने क्युरेटर प्रदीप साक्य र उहाँको टिम, उहाँलाई पनि प्रदीप साक्य उहाँलाई चाहिँ सम्मान पत्र ग्रहणका निम्ति अग्रस्थानमा आइदिनु हुन अनुरोध गर्दछु। यसै गरी उत्कृष्ट कर्मचारी पुरस्कार यस वर्ष उप प्रशासन प्रमुख कमलमणि काफले र कार्यालय सहयोगी मीना कुचिका उहाँलाई पनि अगाडि आइदिनु हुन अनुरोध गर्दछु। मीना कुचिका यस वर्ष सबै विधाहरूबाट सर्वोत्कृष्ट हुनुहुने सर्वोत्कृष्ट राष्ट्रिय पुरस्कार प्राप्त गर्नुहुने सुरेश लबट तुलाधर परम्परागत मूर्तिकला विधाबाट उहाँले यो सर्वोत्कृष्ट पुरस्कार पाउनु भएको छ र यो पुरस्कारको राशि 1 लाख रहेको छ। यस वर्ष हामीले राष्ट्रिय ललित कला प्रदर्शनीको लोगो 3D मूर्ति फर्ममा पनि निर्माण गरेका छौँ र यसको डिजाइन यो निर्माणकर्ता हाम्रो प्राज्ञ क्युरेटर प्रदीप साक्य रहनुभएको छ। यो पनि मैले जानकारी गराएँ। त्यसै गरी राष्ट्रिय ललित कला पुरस्कार विधागत तर्फ समसामयिक चित्रकलातर्फ कृष्ण लामा, यसै गरी समसामयिक मूर्तिकलातर्फ श्रवण कुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डङ्गोल, परम्परागत मूर्तिकलातर्फ सुमन साक्य, हस्तकलातर्फ विनोद कुमार बज्राचार्य, लोककलातर्फ विजय कुमार दत्त कायस्थ, प्रतिस्थापन कलातर्फ टासी सलका शेर्पा,
कला फोटोग्राफी रामगोपाल वैद्य। सुमन साक्य। विनोद कुमार बजाचार्य हस्तकलातर्फ। लोककलातर्फ मिथिला कलाबाट विजय कुमार दत्त कास्ट। प्रतिस्थापन कला टासी सलका शेर्पा। तर्फ रामगोपाल वैद्य। कला फोटोग्राफीतर्फ रामगोपाल वैद्य। यो पुरस्कारको राशि 60,000 रहेको छ। हामी प्रादेशिक उत्कृष्ट पुरस्कार सुदूरपश्चिमबाट महेन्द्र पुन समसाई मूर्तिकला अगाडि आइदिनु हुन अनुरोध गर्दछु। यसै गरी प्रादेशिक सुदूरपश्चिमकै प्रादेशिक ललितकला पुरस्कार समसाई चित्रकलातर्फ यशोदा कुमारी सिंह। यस्तै हस्तकलातर्फ सीता राणा। यसै गरी कला फोटोग्राफीतर्फ माधव ओझा। यसै गरी कर्णालीबाट तयारी अवस्था रहन अनुरोध गर्दछु। धेरै साथीहरू आज पहिरोको कारणले बाटोमा जाममा भएको सूचना छ। कर्णालीबाट टोपेन्द्र डाङ्गी समसामयिक मूर्तिकला प्रादेशिक उत्कृष्ट पुरस्कार टोपेन्द्र डाङ्गी। समसामयिक यो प्रादेशिक ललितकला पुरस्कार कर्णाली समसामयिक चित्रकला सुभाष कुमार साक्य। हाम्रो कर्णाली प्रदेश समन्वय समितिका संयोजक पालसाङ लामालाई पनि अगाडि बस्न अनुरोध गर्दछु। यसै गरी कौशी बहादुर बुढा समसामयिक मूर्तिकलातर्फ। कौशी बहादुर बुढा। यसै गरी हस्तकलातर्फ थुक्देन लामा। परम्परागत चित्रकलातर्फ लारब रोकाया। लारब रोकाया।
प्रदेश प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार आकाश बुढा मगर उहाँले चाहिँ समसामयिक चित्रकलाबाट प्राप्त गर्नुभएको छ। त्यसै गरी प्रादेशिक ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ खेमबहादुर विके, प्रदेश संयोजक दिनेश्वर महतोलाई अगाडि आइदिन अनुरोध गर्दछु। खेमबहादुर घिमिरे समसामयिक चित्रकला, समसामयिक मूर्तिकला हरिबहादुर थापा बयम्बो, हस्तकला शुभेच्छा चौधरी, लोककला सिकेन्दर चौधरी, कला फोटोग्राफी नारायण विक, शुभेच्छा चौधरी, सिकेन्दर चौधरी लोककलातर्फ, कला फोटोग्राफी नारायण विक। तयारी अवस्थामा रहनुहुन गण्डकी प्रदेशबाट प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार मिमबहादुर राणा मगर, चित्रकलातर्फ प्रादेशिक ललितकला पुरस्कार चित्रकलातर्फ सुदिन श्रेष्ठ प्रदेश समन्वय समिति संयोजक सौरगङ्गा दर्शनधारी, उहाँलाई पनि अगाडि आइदिनु हुन अनुरोध गर्दछु। यसै गरी समसामयिक मूर्तिकलातर्फ रिहाना परियार, परम्परागत चित्रकलातर्फ विचार सिंह तामाङ, कार्टुनतर्फ महेश बस्ताकोटी, क्यारिकेचर अनिसा भण्डारी, रिहाना परियार, कार्टुनतर्फ महेश बस्ताकोटी, क्यारिकेचरतर्फ अनिसा भण्डारी। बागमती प्रदेशबाट प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार अनमोल रत्न तुलाधर परम्परागत चित्रकलातर्फ तयारी अवस्थामा रहन अनुरोध गर्दछु। अनमोल रत्न तुलाधर बागमतीको प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कारबाट सम्मानित हुनुहुने पुरस्कृत हुनुहुने अनमोल रत्न तुलाधर। त्यसै गरी प्रादेशिक ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ सुदीप कुमार बस्याल, समसामयिक मूर्तिकलातर्फ जुनु खनाल शर्मा, परम्परागत चित्रकलातर्फ शङ्ख नारायण श्रेष्ठ, हस्तकलातर्फ राजीव महर्जन, त्यस्तै लोककलातर्फ अमन कटवाल, प्रतिस्थापन कलातर्फ रविन्द्र कुमार श्रेष्ठ, त्यसै गरी कला फोटोग्राफी प्रेम थापा रविन्द्र श्रेष्ठ, प्रेम थापा। त्यसै गरी मध्य प्रदेशबाट प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार प्राप्त गर्नुहुने बिगुल ढकाल समसामयिक चित्रकला बिगुल ढकाल। त्यसै गरी प्रादेशिक ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ मनु कुमार चौधरी,
मनुकुमार चौधरी। यसै गरी परम्परागत चित्रकलातर्फ सोनम सिंह भुलोन। मध्य प्रदेश संयोजक अरुणा हिङमाङ। हस्तकलातर्फ रुना झा। लोककलातर्फ बिना कुमारी कर्ण। मनु कुमार चौधरी। सोनम सिंह भुलोन। रुना झा। मैले आसन ग्रहणका निम्ति हाम्रो मूल्याङ्कन समितिका सदस्य सरिता डङ्गोला अनुरोध गर्दछु। रुना झा। बिना कुमारी कर्ण। कोशी प्रदेश प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार सामना राई। त्यसै गरी प्रदेश समन्वय समितिका संयोजक सञ्जय वान्तवा, मलाई अगाडि आइदिन अनुरोध गर्दछु। समसामयिक चित्रकला सोनी राई। समसामयिक मूर्तिकला समसामयिक मूर्तिकला टिकाराम पौडेल शशि किरण। परम्परागत चित्रकला गणेश लामा। परम्परागत मूर्तिकला कमलेश लिम्बू। हस्तकला शिव छाङछा राई। लोककला विष्णुप्रसाद चौधरी। फोटोकला फोटोग्राफी सनम तामाङ। हरिवन नगरपालिका प्रमुख रमेश बुढाथोकी कमल, उहाँलाई आसन ग्रहणका निम्ति अनुरोध गर्दछु। लोककलातर्फ विष्णुप्रसाद चौधरी। सनम तामाङ। विद्यार्थी प्रादेशिक ललितकला पुरस्कार यो वर्ष हामीले विद्यार्थी क्याटेगोरी पनि थप गरेका थियौँ र यसमा अभिषा घिमिरे कोशी प्रदेश। अभिषा घिमिरे। त्यसै गरी आरती कुमारी शाह महोत्तरी मध्य प्रदेश। रमिता तामाङ। सपना नेपाली गण्डकी प्रदेश। सोनु हरिजन लुम्बिनी। सपना नेपाली। सोनु हरिजन। लुम्बिनी प्रदेश। रोशन भण्डारी। यो प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार 50,000 राशि र विधागत तर्फ प्रदेशको 30,000 रुपियाँ रहेको छ र विद्यार्थीको पनि 30,000 रुपियाँ रहेको छ। विद्यार्थी क्याटेगोरीमा 6वटा प्रदेशबाट पुरस्कृत हुनुभएको छ। सम्पूर्ण
सम्पूर्ण सम्मानित पुरस्कृत व्यक्तित्वहरूलाई हार्दिक बधाई तथा आगामी कलाको यात्रा अझ सृजनशील रहोस् र नेपाली कला क्षेत्रले नेपालको कलालाई अगाडि बढाउने राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा अगाडि बढाउनको निम्ति यहाँहरूको सृजनशील सिर्जनाले पक्कै पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने आशा राख्दै हामी कार्यक्रमको महत्त्वपूर्ण क्षणमा आइपुगेका छौँ। कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका संरक्षक माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई आफ्नो महत्त्वपूर्ण भनाइ राखिदिन हुन हार्दिक अनुरोध गर्दछु। राष्ट्रिय ललित कला प्रदर्शनी कार्यक्रम मुलुकमै पहिलो पटक प्रादेशिक रूपमा कला प्रदर्शनी मार्फत छानिनुभएका उत्कृष्ट कलाकर्मीहरूलाई अहिले भर्खरै हामीले पुरस्कार सहित सम्मान गरेका छौँ। त्यसपछि अहिले राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्न गइरहेका छौँ। नेपाल आफैमा विविधतायुक्त मुलुक, जसको कारणले गर्दाखेरि हामी सांस्कृतिक रूपमा कति धेरै धनी छौँ भन्ने कुराको आफैमा एउटा महत्त्वपूर्ण नमुना हो। आफैमा हामी कला र संस्कृतिमा कति धनी छौँ भन्ने कुराको उदाहरण हो र यसलाई अझ प्रोत्साहित गर्ने हिसाबले अथवा यस क्षेत्रमा लाग्नुभएका कलाकारहरूलाई स्रष्टाहरूलाई अझ प्रोत्साहित गर्ने हिसाबले यो ललित कला प्रतिष्ठानले विगत केही वर्षदेखि ती स्रष्टा र ती कलाकारहरूलाई प्रदर्शन गर्ने अवसर प्रदान गर्ने, त्यो प्रदर्शन मार्फत उत्कृष्ट ठहरिएका उत्कृष्टतामा छानिएका स्रष्टा र कलाकारहरूलाई सम्मान गर्ने, पुरस्कृत गर्ने काम गर्दै आएको छ र अझ यसपालिदेखि प्रादेशिक रूपमा समेत त्यो कार्यक्रमलाई विस्तार गरेर अन्तिममा राष्ट्रिय स्तरमा समेत जसरी यो कार्यक्रमलाई बढोत्तरी गर्ने काम गरेको छ, यो ज्यादै प्रशंसनीय छ र जसको कारणले गर्दाखेरि यो ललित कला प्रतिष्ठान भन्ने कुरा चाहिँ यो कला ग्यालरी जस्तो, यस अन्तर्गत विविध विधामा विविधतामा रहेका अथवा विविध विधाहरूका कलाकारहरूलाई एउटै छाना मुनि अथवा एउटै अम्ब्रेला मुनि चाहिँ यसलाई सङ्गठित गर्ने, केन्द्रित गर्ने काम पनि गरेको कुरा हामीले राम्रैसँग अनुभूति गरिरहेका छौँ। आगामी दिनमा यस खालको परम्परालाई निरन्तरता दिने कुरा मात्रै होइन, अझ कार्यक्रमहरूलाई योभन्दा भव्य रूपले प्रदर्शनलाई अझ प्रतिस्पर्धात्मक रूपमा र पुरस्कृत हुनेहरू अझ उत्कृष्टता योभन्दा पनि अझ उच्च र चाहिँ उत्कृष्ट रूपमा देखिन सक्ने कुराको हामीले अनुमान गरेका छौँ र त्यसअनुसार यो ललित कला प्रतिष्ठान अगाडि बढ्नेछ भन्ने मैले विश्वास लिएको छु
अहिले यो कार्यक्रम, यो राष्ट्रिय ललितकला प्रदर्शनी कार्यक्रम अहिले उद्घाटन भएको छ र बाँकी कार्यक्रमहरू पनि भव्यतापूर्वक सम्पन्न हुने मैले अपेक्षा लिएको छु र त्यसको शुभकामना व्यक्त गर्दै म यहाँहरूको बिचबाट अहिले बिदा हुन चाहन्छु। हस्त धन्यवाद।